त्यतिखेर गाउँमा भएका कुसंस्कारहरूलाई हटाउने र असल संस्कारहरूको स्थापना गर्ने उद्देश्य लिएर एउटा काम सुरु गरेको थियो। त्यहाँका दाजुभाइ दिदीबहिनीहरूले जसले गर्दा अहिलेसम्म किसिमले सुशासनका क्षेत्रमा शान्तिका क्षेत्रमा असल काम गर्दै आएको छ। विगतदेखि अहिलेसम्म किसिमले विभिन्न क्षेत्रमा विभिन्न जिल्लाहरूमा विभिन्न कामहरू गर्दै आएको म यहाँलाई स्मरण गर्न चाहन्छु। सुदूरपश्चिमका 9वटा जिल्लामा कुनै न कुनै कार्यक्रम मार्फत काम गर्दै आएको छ भने गण्डकी प्रदेशमा पनि हामीले उद्देश्य राखेको थियो। जहिलेसम्म सुशासन हामी गर्न तबसम्म असल जीवन जिउन सकिँदैन भन्ने एउटा मूल मन्त्रका साथ किसिम नेपाल अगाडि बढेको छ र उत्पादन कसरी गर्ने, सहयोगी, उपयोगी र निरोगी कसरी बोल्ने भन्ने पनि हाम्रो त्यो सँगसँगै एउटा अभियान जोडियो र यसबाट पनि थुप्रै मान्छेहरू, थुप्रै हाम्रो आफन्तहरूले हिजोदेखि लाग्नु भएको छ।